सिट चालकहरू पनि यस हरियालीको निम्ति हनुमान बन्न छाडिदे। यति बेला मङ्गल बन्द गर। शक्ति प्रदर्शनका साथै मानव अधिकार लागू गर। हाईवे तर्फबाट हामी प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान कार्यक्रम भइरहेको छ। हेलो वेलकम ब्याक टु माई च्यानल वर्षा सुब्बा 789। जय मङ्गल। जय मङ्गल। आज चाहिँ एमएनओको 37औं स्थापना दिवस हुन गइरहेको छ यहाँ सुनसरी इटहरी तरहरामा। यहाँ चाहिँ हामी आइसकेको छौँ। यहाँको माहौल के छ भनेर अब म हजुरहरूलाई देखाउने नै छु। त्यसको लागि तपाईँहरूले यो भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। जय मङ्गल दाजुहरू म्यामहरू। यसो गर्दाखेरि कस्तो होला? त्यस्तो हामी त घरमै यसो गरेको दाजु। जय मङ्गल। आफ्नो कार्य घर। जय मङ्गल। जय मङ्गल। जय मङ्गल बाबु। जय मङ्गल। यहाँको अवस्था चाहिँ यस्तो छ साथीहरू। यो चाहिँ खाना पाउने टेन्ट हो। यहाँभित्र चाहिँ खाना खान पाइन्छ। आजको जति पनि मङ्गल प्रेमी दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूले यहाँ आएर खाना खान सक्नुहुन्छ। तर यहाँ चाहिँ पैसा तिरेर खानुपर्ने हो साथीहरू। अनि हाम्रो स्टेज चाहिँ यस्तो राम्रो बनिसकेको छ साथीहरू। जय मङ्गल बहिनी। हजुर हजुर अब कामतिर लागौँ भनेर नि बहिनी खाना खाएको। जय मङ्गल सर। खाना भयो? जय मङ्गल। खाना भयो? छैन अब खाना जाने है त। हाम्रो स्टेज चाहिँ यस्तो राम्रो बनिसकेको छ। यहाँ चाहिँ सिधा बुद्ध र मामा डक्टर गोपाल गुरुङको फोटो पनि राखिसकेको छ। जय मङ्गल दाजु। हाम्रो सुनसरी सभाका अध्यक्ष हुनुहुन्छ। यहाँ चाहिँ खाना खाने ठाउँ हाम्रो। दाजुहरू जय मङ्गल। दाजु दाजु जय मङ्गल। मङ्गल र भात खाउँ है भोक लागेको छ। जय मङ्गल सबैजनालाई। हजुर बहिनी जय मङ्गल। सर खाना पनि जय मङ्गल। जय मङ्गल। यो चाहिँ पैसा तिरेर खाएको है फेरि। मासु भात भन्छ पार्टी भन्ने बित्तिकै मान्छेले होइन। हजुर मासु भात होइन यो सादा मासु हो। यो मासु यो पैसा तिरेर 50 रुपियाँ। मासुको चाहिँ पैसा तिरेको होइन। अरू सादा खाना है। अरू सादा। जय मङ्गल है। जय मङ्गल। तपाईँहरूको टेन्ट होइन? जय महाकाली टेन्ट हो। उहाँहरूको जय महाकाली टेन्ट रहेछ। सहुलियत रेटमा खाना पनि हो हाम्रो। सादा खाना 100 रुपियाँ, चिकन खाना 150 रुपियाँ। सेम लेटाङको सिस्टम हो क्या। लेटाङमा पनि हामीले नै टेन्ट साउन्ड गरेको थियौँ होइन मिलेर ठेकेदार हामी। यहाँ पनि त्यही हामीले नै गरेको। हजुरहरू लेटाङबाट आउनुभएको होइन? लेटाङमा योभन्दा अगाडिको कार्यक्रममा लेटाङमा पनि गरेको थियौँ हामी। पत्रीबाट हो। ए पत्रीबाट। जय महाकाली टेन्ट हाउस। टेन्टको अफर गर्नु पर्यो भने उहाँहरूलाई भन्दा हुने रहेछ। सम्पर्क नम्बर 98 15 36 81 22। जय महाकाली टेन्ट। जय महाकाली टेन्ट हाउस। साथीहरू मङ्गल प्रेमी दाजुभाइ दिदीबहिनीहरू चाहिँ आउने क्रममै हुनुहुन्छ अझ पनि।
अब चाहिँ र्याली सुरु हुन लागिरहेछ अब चाहिँ। रूपा तामाङ सम्पर्कमा आइदिनु हुनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। रूपा तामाङ, इटरी निवासी रूपा तामाङ। सदस्य सम्झना राई। बाइक चालक हुनुहुन्छ दायाँ भागतिर आइदिनु हुनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। सिट चालकहरू पनि यस हरियालीको निम्ति उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रम सुचारू गर्नको निम्ति ढिला हुने भएको कारणले अन्य विभिन्न जिल्लाहरूबाट अब भने हामी नाराहरू लाउँदै यो तररा बजार सबै परिक्रमा गर्ने क्रममा छौँ। अधिकार लागू गर, लागू गर, लागू गर। बजारबाट चक्काको लागि चाहिँ हाइवे सफल गरौँ। अलिक लाइन मिलाएर मजाले जाति भन्दैनौ, भन्दैनौ, भन्दैनौ। जाति भन्दैनौ, भन्दैनौ, भन्दैनौ। हिन्दू चाड भन्दैनौ, भन्दैनौ, भन्दैनौ। हिन्दू चाड भन्दैनौ, भन्दैनौ, भन्दैनौ। लोकतन्त्र हाम्रो प्राण हो, प्राण हो, प्राण। लोकतन्त्र हाम्रो प्राण हो, प्राण हो, प्राण हो। हाइवे तर्फबाट हामी
हिँड्दैन हिँड्नु ल दिदी त्यही त हुन्छ लाइन बिचमा सफारी पर्छ अलिक छिटो छिटो हिँड्दिनु होला आउनु आउनु होला लाइनमा छिटो हिँड्दिनु होला दिदी बहिनीहरू भइरहेको यहाँ हनुमान बन्न छाडिदे यति बेला मङ्गल साम्प्रदायिक हत्या हिंसा बन्द गर शक्ति प्रदर्शनका साथ यति बेला साम्प्रदायिक हत्या हिंसा बन्द गर इटरी होडा बीचमा वर्णभेदी शक्ति नीति प्रदर्शन अन्त्य गरिरहेको गर यहाँलाई जानकारी गराउँदछौँ यहाँ देखिरहनु वर्णभेदी भएको छ नीति अन्त्य गर यो देशको बहुसंख्यक मङ्गोल मूलवासीहरू मानव अधिकार लागू गर शक्ति प्रदर्शन गर्दै बृहत र्यालीका साथ मानव अधिकार लागू गर जानकारी गराउँदछौँ चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा बदली गर यहाँ देखिरहनु भएको छ चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा बदली गर शक्ति प्रदर्शनका साथ यति बेला मङ्गोल नेसनल अर्गनाइजेसनले सुनसरी स्थापना दिवस सभ्य र भव्य रूपमा सुसम्पन्न भइरहेको छ त्यसैको निम्ति तपाईहरुले आज मङ्गोल नेसनल अर्गनाइजेसनमा आबद्ध भएर मङ्गोल नेसनल अर्गनाइजेसनको समर्थक शुभेच्छुकको हैसियतले मङ्गोल नेसनल अर्गनाइजेसनलाई जान्न बुझ्नको निम्ति तपाईहरु आज यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सुसम्पन्न गराउनको निम्ति उपस्थित हुनुभएका सम्पूर्णलाई मेरो तर्फबाट स्वीकार्नुहोस्। जय मङ्गोल। साथीहरू अहिले भने हाम्रो आजको प्रमुख अतिथि एमएनओको प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूको केही भनाइहरू राख्दै हुनुहुन्छ सुनेर साथ दिनुहोला मलाई माफ गरिदिनु होला साथीहरू अरू पनि धेरैजना हुनुहुन्छ वक्ताहरू उहाँहरूको कुनै पनि भिडियो मैले ल्याउन सकिनँ मेरो व्यक्तिगत समस्याले गर्दा मैले हजुरहरूसँग भिडियो ल्याउन असमर्थ भए यसको लागि चाहन्छु र जे जति सक्दो भ्याउँदो मैले यहाँ राख्ने कोसिस गरेकै छु त्यो हेरेर केही कुरा सिक्नुहोला मनोरञ्जन गर्नुहोला भन्दै अरू पनि केही भिडियो क्लिपहरू राख्ने कोसिस गर्दैछु उत्तरोत्तर प्रगतिको कामना गर्दै यहाँहरुबाट बिदा लिन चाहन्छु। हस्त जय मङ्गोल। हार्दिक धन्यवाद व्यक्त गर्दछु। आजका कार्यक्रमका प्रमुख अतिथि संगठनका श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूलाई अब कार्यक्रम रहेको छ। अतिथिज्यूहरूलाई मायाको चिनो प्रदान गर्ने
आजको यस कार्यक्रममा आयोजक सभाको निमन्त्रणालाई स्वीकारेर यस कार्यक्रममा प्रमुख अतिथिको भूमिका निर्वाह गरेर कार्यक्रमलाई सफल बनाउन गर्दै मायाको चिनो ग्रहण गर्दिन हुनको निमित्त आजका प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान कार्यक्रम भइरहेको छ र यहाँहरू सम्पूर्णले जोरदार ताली बजाइदिनु हुन हार्दिक अनुरोध गर्दै आजको यस कार्यक्रममा विशिष्ट अतिथिको भूमिका निर्वाह गरेर कार्यक्रमको शोभा बढाइदिनु भएकोमा केन्द्रीय कोषाध्यक्ष धनप्रकाश राईज्यूलाई आफ्नो मायाको चिनो ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्दछु। जोरदार तालीले सम्मान जनाइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी आजका कार्यक्रममा विशिष्ट अतिथिको भूमिका निर्वाह गरेर कार्यक्रमको शोभा बढाइदिनु भएकोमा संगठनका केन्द्रीय प्रचार प्रसार सचिव श्याम लिम्बुज्यूलाई पनि आफ्नो मायाको चिनो ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्दछु। यहाँहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यहाँ मेरो हातमा चिट आएको छ। बेलबारी निवासी खरिया टोलको लाले धिमाल आफन्तको सम्पर्कमा आइदिनु हुनको निमित्त हार्दिक अनुरोध गर्दछु र लालबहादुर योन्जन उर्लाबारीको वृत्त बुवा हुनुहुन्छ, तपाईँ आफन्तको सम्पर्कमा आइदिनु हुन हार्दिक अनुरोध गर्दै अब भने कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको प्रमुख अतिथिज्यू चाहिँ गाडीमा बसिसक्नु भएको छ, यो निलो गाडीमा। अब भने प्रेसिडेन्टज्यू लागिसक्नु भएको छ घरतर्फ। अब भने आजको कार्यक्रमको अन्त्यतिर आइसकेको छु। आजको कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। म वर्षा सुब्बा। तपाईहरूले यस्तै फरक किसिमको भिडियोहरू हेर्न चाहनुहुन्छ भने म अवश्य ल्याउने नै छु। त्यसको लागि लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु पर्ने हुन्छ हजुरहरूले। अब भने पक्कै पनि हजुरहरूको माझबाट मैले बिदा माग्नु नै पर्ने हुन्छ। त्यसैले अब भने बिदा माग्न चाहन्छु। बाई बाई, फेरि भेटौँला। 1 2 3 गो। अनि मुख पनि आ गरेर देखाउने नि सकेर कसले छिटो नि विज्ञान सेकेन्ड को गरेर देखाउने अघिको पनि सही छैन। सेकेन्ड नाइ प्रशंसा सेकेन्ड मेरो अघिकै छ क्या मुख मेर्ने सादा सिसी ला कम छ नि त